यसमा चाहिँ स्पिड कन्ट्रोल कसले गर्दो रहेछ रिलेले भन्छ मैले रिमोटमा हाई अठाएँ भने यो रिलेले पावर दिँदो रहेछ मोटर हाईमा घुम्छ यो बनाउन यदि मैले यसलाई मिडियम बनाएँ भने रिमोटबाट आएको डाटाले यो चल्छ फेरि मिडियममा चल्छ लोको लागि लोमा चल्छ यो त यसको केस भयो अब मसँग आयो यसको केसमा के छ यो तीनटा तार अब स्टार्टिङ रनिङ कम्पन पत्ता लगाएर मैले यो तीनटामा हालिदिएँ अब मैले यसलाई कहाँ हाल्छु यहाँ हाल्छु ठीक छ अब मैले रिमोटमा के खोजेँ हाई खोजेँ रे रिमोटमा हाई खोज्दाखेरि मेरो यो मोटर कतिमा घुम्यो त यसलाई थाहा हुन्छ नि त यसको आइसीलाई अब यसको यो सेन्सरको तार छैन यो सेन्सरको तारले गरेर मेरो मोटर हाईमा घुम्यो कि लोमा घुम्यो कि मिडियममा घुम्यो पहिला कसलाई भन्छ आइसीलाई अब यो आइसीलाई सुरुमा हाईमा घुमेको थियो एउटा मान्छे आएर मिडियममा राखिदियो भने त मेरो मोटर मिडियम हुनु पर्यो कि नै त्यति बेला सेन्सरको डाटाले आइसीले यो सामान चलाएर अब स्पिड कन्ट्रोल गराउँछ यो सामान भनेको आधा एसीमा आधा डीसीमा हुनु पर्यो यो भनेको त आधा हाई भोल्टेज सेक्सन आधा लो भोल्टेज सेक्सन हो यो सामानको खुट्टा हेर्नु त चारवटा खुट्टा छ दुईटा खुट्टा एकातिर दुईटा खुट्टा अर्कोतिर हो कि नै भन्छ सेन्सरको डाटाले आइसीलाई दियो आइसीले यसलाई चलायो यसले लरे यसलाई चलाउँछ बल्ल यसको नाम चाहिँ अप्टोकप्लर है अब मलाई यो मोटर चलेन भनेर कसैले प्रब्लम देखायो मेरो एसीमा पहिला हावा फाल्थ्यो आजकल हावा फाल्दैन भने पहिला मोटर चेक गर्नु पर्यो मोटर चेक गरे मोटर ठिक छ मोटर ठिक छ भनेपछि मोटरलाई चलाउनु क्यापेसिटर हुनु पर्यो कि नै यो मोटरलाई चलाउनको लागि चाहिने क्यापेसिटर भनेको बोर्डमै हुन्छ यो निलो यसको कालो होला यसको चिल्लो होला यसको कालो हो यो सर यसको कालो अब क्यापेसिटरै हो कि होइन भनेर थाहा पाउँदाखेरि 1.5 युएफ लेखेको हुनुपर्छ प्रायः युएफ भयो भने त क्यापेसिटर भयो त्यही माथि यो हाम्रो मोटर घुमाउनलाई 1.5 को काम लाग्छ यसमा युएफ लेखेको हुन्छ कि ए माथि 1.5 लेखेको यसरी अब पहिला मैले के चेक गर्छु क्यापेसिटर चेक गर्छु क्यापेसिटर पनि ठिक छ अब तपाईको चल्दैन मोटर भन्यो भने कसको दोष हुँदो रहेछ ड्राइभरको अब यसको लागि ड्राइभर को थियो रिले यसको लागि ड्राइभर को अप्टोकप्लर यति याद ल रिले र अप्टोकप्लर रिले भयो फरक हुन्छ काम चाहिँ फरक अब यसमा यो दुईटा रिले हो त हैन यसमा पनि अप्टोकप्लर हो आधा खुट्टा यता आधा खुट्टा यता यसमा पनि अप्टोकप्लर के दुईटा खुट्टा आधा हो तपाईले सर यो आइसी हल सेन्सर यसमा अप्टोकप्लर के हल सेन्सर भएको बेला अप्टोकप्लर खेलायो सर यो अप्टोकप्लर शब्द यो एउटा चाहिँ हाईमा एउटा चाहिँ लोमा हजुर हल सेन्सर भएको बेला अप्टोकप्लर खेलायो आयर सेन्सर भएको बेला आयर सेन्सर आएन आयर सेन्सरको कन्सेप्ट छैन पाँचवटा तार आयो भने रिलेले खेलायो तपाईको तीनटा तार आयो भने कसले खेलायो अप्टोकप्लर खेलायो बस त्यसले हैन बत्ती आएर गएको अटो आइरहेको छ यसलाई एकछिन बन्द गरिदिउँ अब